मची निश्चल महिना दियो ग्याप गई हाय खोइ त तिमी के भयो बसी पृथ्वी नारायण छ ल यति त्यो गरे दोस्तहरु चाहिँ छिर्दै भित्र बिस्तारै है गाइजहरु हेलो गाइज गुड मर्निङ अनि है गुड मर्निङ फ्रम बन्दीपुर है अनि आजको नयाँ डे नयाँ ब्लग अनि बिहान उठ्यो हामी चाहिँ आज सबै साथीहरू अनि आजको नयाँ डेको ब्लग भनेको चाहिँ आज हामी चाहिँ कता हेडिङ कता टुवर्ड्स सिद्ध गुफा है बन्दीपुरको यो सिद्ध गुफा भन्ने ठाउँमा चाहिँ आज हामी अब बिहान कति 8 बजीतिर हिँड्छौँ यहाँबाट अनि अरू चाहिँ केटाहरू रेडी हुँदैछ सबै है तल माथि सबै उता तलतिर झोलाहरू चाहिँ गाडीमा राख्नुपर्ने अनि त्यहाँपछि हामी चाहिँ सिद्ध गुफामा जान्छौँ अनि त्यहाँको अवलोकन गर्छौँ है अनि हामीसँगै रहनुहोला ट्राभलसँग रहनुहोला हामीसँग है गुफासम्म अनि गुफाभित्र बाहिर म तपाईँहरूलाई सबै म तपाईँहरूलाई देखाउने छु है ल अहिले प्लेट चाहिँ भातकै हुनुपर्छ है ल गाइस अहिले ब्रेकफास्ट खाँदै अब हामी चाहिँ अहिले सबैजना केटाहरू अरूको देखायो भने अलिक खाली ल गाइस चाहिँ हामी चाहिँ ब्रेकफास्ट पनि भइसक्यो अब हामी चाहिँ अनि उता गाडीमा यो झोलाहरू राख्नुपर्ने अनि त्यसपछि त्यहाँबाट होइन सर जान्छ होइन हामी त्यसपछि सिद्ध गुफा यात्रा सुरु गर्छौँ एकछिन ब्रिफिङ हुन्छ त्यहाँ ब्रिफिङ थोरै सरले ब्रिफिङ गर्नुहुन्छ थोरै 5 मिनटको अनि त्यसपछि सिद्ध गुफा वे टु सिद्ध गुफा हामी चाहिँ है ल है गाइस यो चाहिँ बन्दीपुरको टुर्नी खेल है भ्युज है अब हाम्रो यहाँ थोरै अब ब्रिफिङ हुन्छ हाम्रो त्यसपछि हामी अब 1 घन्टा जति चाहिँ हाइकिङ गर्छौँ अनि त्यसपछि तल सिधा यता मेन बाटोमा झरेर गाडीमा गएर अनि आज चाहिँ हामी गोर्खा बस्ने गर्छौँ बास है ल गाइस चाहिँ हामी चाहिँ अब सुरु भयो हाम्रो हाइकिङको है सबैजना सुरु भयो हेर्नुहोस् दोस्तहरू चाहिँ यहाँ छ हाम्रो है यो चाहिँ के थाहा यो 5 स्टार होटल बनाउनु लाग्यो रहेछ 5 स्टार होटल है गाइस हामी चाहिँ अझै हिँड्दै अब त्यहाँ माथितिर चाहिँ अलिकति बाटो चाहिँ कस्तो अप्ठ्यारो छ भन्नुभएको थियो सरले अनि अलि होसियार भएर हिँड्नु भिडियो खिच्दाखेरि भन्नुभएको थियो है अब भिडियो चाहिँ सकेसम्म म तपाईँहरूलाई देखाउने चाहिँ कोसिस गर्छु उता गुफाको है तपाईँहरूलाई यहाँबाट त पुरै ओह्रालो झर्नुपर्छ भनेको सुने होइन माथि यो कालो चढ्ने ओह्रालो हाइवेसम्म ओह्रालो नै ओह्रालो झर्नेलाई नि हाइकिङ भन्छ टुरलाई भनेर यहाँ हाइकिङ ट्रेकिङ गराइरहेछ टुर भनेर ट्रेकिङ हाइकिङ गराइरहेछ बढी हाइकिङ गर्न लगिरहेछ त्यो भन्नुपर्ने डे 2 ल हिजोको डे 1 आजको डे 2 मा चाहिँ हाम्रो के आज के हो सिद्ध गुफा लगायो भ्लग सिद्ध गुफा है आजको चाहिँ अनि ल 1 2 3 बिहानको भ्यू अनि भ्यू चाहिँ दामी एकदम दामी देख्दो रहेछ यहाँबाट चाहिँ यस्तो खतरा है भ्यू चाहिँ आमा मर्निङ भ्यू चाहिँ बबाल छ बिहान अलिकति सिमसिम पानी परेछ अनि हामी त पानी पर्छ होला भनेको तर त्यति चाहिँ भएन अझै गर्मी भयो बढिरहेको गर्मी है हाइक डाउन है यहाँबाट चाहिँ सिधै सर मेन बाटो होइन हामी अब सुरु भयो घाम नहुँदै पसिना आयो के भयो जुका लाग्छ रे हो सर जुका आउँछ हामी चाहिँ अब तल झरिरहेको है सिधै सबै चढ्ने ठाउँ चाहिँ कहीँ छैन हामी चाहिँ सबै ओह्रालो झर्ने हामी चाहिँ हाइकिङ चाहिँ है सर तलसम्म ओह्रालो छ होइन ल टोटल्ली ओह्रालो हाम्रो चाहिँ
सजिलो हो तर त्यति खुट्टालाई अलिकति त्यो हुन्छ होला प्रेसर जान्छ झर्दा चाहिँ तर के प्रब्लम छैन पाती लगा पाती पाती बिस्तारै है गाइजहरू यहाँ चाहिँ हिँड्दा बिस्तारै हिँड्नु पर्ने है चिप्लिँदो रहेछ यहाँ चाहिँ है ल यहाँबाट चाहिँ अब हाम्रो छोडे हाम्रो यहाँ ओह्रालो भ्यायो यता यताबाट चाहिँ अलिकति सम्म भन्नाले ठिकै त ढिलो भयो यस्तो ठाउँमा हिँड्दा त कस्तो मनाङको भाइस पो आइदिरहेको के होइन कस्तो मनाङको भाइस आइदिरहेको कि हेर्नु न यस्तो है गाइस है फाइनली आफ्टर द लङ डिसेन्ट है हामी चाहिँ गुफा आइपुग्यो हामी चाहिँ ठ्याक्कै अनि अब गुफाभित्र चाहिँ हेरौँ है गुफाभित्र चाहिँ कस्तो के देख्छ भनेर है मर्स्याङ्दी खोला हेर्नुहोस् ल गाइज है हामी चाहिँ अब गुफाभित्र झोला नि बन्नु भन्यो चाहिँ हामी चाहिँ अब भित्र छिर्न लाग्यो गुफाभित्र दोस्तहरू चाहिँ छिर्दै भित्र ल पनि है जाउँ सबैले स्क्रब ल्याउनु भयो लेट्स गो है ल यो तलतिर हेर ल बाटोमा ल छिरो यहाँतिर चाहिँ चिप्लो रहेछ यार बाटो है बिस्तारै हिँड्नु ल दोस्तहरू के नदेख्ने रहेछ यार दोस्तहरू ल मेरो अनुहार चाहिँ देख्छ होला बरु यहाँ गुफा चाहिँ देख्दैन ल निसा छिरेन छिटो मेरो त के लाइटै बोलेन के भयो लडे एकदम गाह्रो रहेछ भित्र छिर्न चाहिँ है
ल हामी चाहिँ अब फर्किँदै गुफाबाट बबाल यो ल है गाइस है ल ल गाइस है हामी चाहिँ गुफा चाहिँ बबाल थियो है एकदम तर है अनि खतरा रहेछ गुफा चाहिँ बबाल थियो है ल हामी चाहिँ निस्क्यो अब बाहिर ठ्याक्कै हेर्नुहोस् बाहिर निस्क्यो हामी चाहिँ रमाइलो थियो है र फाइनली बाहिर निस्क्यो हामी चाहिँ ल अब हामी तल झर्न पर्ने अब गाडी चाहिँ तल कुर्छ अरे हाम्रो है अब तपाईँहरूलाई एकछिन अहिले यो तल ठ्याक्कै गाडीमा भेटौँला है ल बाई ल गाइस है फाइनली हाम्रो चाहिँ बाटो पनि आइपुग्यो मेन बाटो तलपट्टि है यति हिँडेर अनि अब हाम्रो गाडी चाहिँ यहाँतिर यस्तो यहीँ कुरिरहेको थियो अघि चाहिँ यहीँनिर साइडतिर राख्यो होला गाडी चाहिँ है हेर्नु मेन बाटो मेनबाट आइपुग्यो हामी चाहिँ अनि गाडी चाहिँ यहाँ रहेछ उता गाडी चाहिँ हेर्नुहोस् गाडी चाहिँ त्यहाँ रोकिरहेको हाम्रो ल गाडी चाहिँ अब चाहिँ हामी गाडीमा खोज्न लाग्यो अनि अब तपाईँहरूलाई सिधै यता गोर्खा खोज्छु है गोर्खामा है ल गाडीमा चाहिँ अहिले सबै दोस्तहरू गाडीमा भइसक्यो है म पनि गाडीमा अब ल फाइनली है गाइस हामी चाहिँ यता होटेल आइपुग्यो हामी चाहिँ यहाँ आन्टीले चाहिँ वेलकम गर्नुभयो हामीलाई है वेलकम छ भाइ बहिनीहरूलाई आउँदै हुनुहुन्छ ल है गाइजहरू चाहिँ हाम्रो अब लन्च ब्रेक है अब तपाईँहरूलाई एकछिन लन्च पछि भेटौँ न तपाईँहरूलाई है कोठा पनि अहिले भएन हाम्रो अहिले एकछिनमा कोठा हुन्छ हाम्रो चाहिँ अनि चाहिँ लन्च भोग लायो अब लन्च खानु पऱ्यो नि है ल अब अहिले एकछिनमा भेटौँ न तपाईँहरूलाई हाम्रो यहाँ कोठा हेर्नुहोस् यहाँ है ल अब अहिले एकछिनलाई अब रिफ्रेस गर्नु पऱ्यो यहाँ एकदम ल गाई चाहिँ अब चाहिँ हामी यता गोर्खा म्युजियम जान लाग्यो हामी चाहिँ त्यहाँ अब हेरौँ फोटो खिच्न मिल्छ कि मिल्दैन अब फोटो खिच्न भिडियोहरू गर्न मिल्यो भने चाहिँ म तपाईँहरूलाई फोटो भिडियो सबै देखाउँछु अब मिल्दैन भने चाहिँ अब त्यही अब है माफ गरिदिनु ल है अनि साथीहरू चाहिँ साथीहरू सबै रेडी भइसकेको छ ल गाइज हामी चाहिँ अब निस्केको है ल म्युजियम निस्क्यो हामी चाहिँ म्युजियम हेर्न है अनि गाइड चाहिँ हाम्रो अगाडि हुनुहुन्छ अनि हामी चाहिँ अब कति मिनटमा नजिकै छ अरे यहाँ होटेलबाट हाम्रो होटेलबाट है ल गाइज हामी चाहिँ अहिले अब यता गोर्खा म्युजियमको यहाँ कता गेटपट्टि होला होइन गेटपट्टि आइपुग्यौँ हामी चाहिँ अनि फेरि यहाँ पनि माथि चढ्नु पर्ने क्या धेरै ल हामी अब यसो म्युजियम जाँदैछौँ हाम्रो सबैजना साथीहरू 345 भनेको अलिअलि ढिलो नेपाली नेपालीसँग विशाल विशाल एक विशाल गोर्खा उसको गाउँ हाम्रो दाइ खै दाइलाई पनि देखाउनु एकचोटि दाइ यसको बारेमा अब थोरै केही यसो सानो थोरै केही भनिदिनु यही नै हो दाइ ए माथि छ हैन यो चाहिँ खास पुरानो छ यसलाई चाहिँ अब पछि त्यहाँ भित्रै गएर भनौँला है यो चाहिँ गोर्खाको सबभन्दा पुरानो बस पार्क है सुरुमा चाहिँ बाटो खनेर लिएर आउँदाखेरिमा रोड पिच गर्दाखेरि बसहरू चाहिँ यहीँ आएर स्टप हुन्थ्यो यहाँबाट चाहिँ अन्त जानुपर्छ तर अहिले नयाँ बस पार्क चाहिँ त्यो साइडमा बनाएको छ यो चाहिँ पुरानो बस पार्क है ल है हामी चाहिँ अहिले म्युजियमभित्र हाम्रो चाहिँ यहाँ हेर्नुहोस् गोर्खा म्युजियम भित्र ए ओए के दङ दङ हेर्नुहोस् यहाँतिर हेर्नु है यो भाँडाहरू हेर्नुहोस्
Usually somebody bhanekuraharo come we are moving to next room but you can see a little bit traffic jam here not traffic jam kind of so let's go यहाँबाट है सेभ गरेर हाम्रो तस्सीको भ्लगमा नि आउनु पर्छ अनि तस्सीको भ्लगको मेन कुनै एक्टर नै म यो यहाँ हेर्नुहोस् थरी थरी भेषभूषाहरू है हेर्नुहोस् यहाँ चाहिँ यसरी बस्ने अनि हेर्ने यसरी हेर्नु यहाँ यसरी है हेर्नुहोस् यहाँतिर गुरुङको रहेछ यो चाहिँ पृथ्वी नारायण छ ल यति त्यो गरे त्यसै वंशावली हो चाहिन्छ त पालमा लेखेको होला ल विवाह त चाहिँ हो र के भन्नु पर्छ उयो चाहिँ होला कसरी यो चाहिँ पालमा लेखेको होला यो त फोटोकपी यहाँ चाहिँ पुरा यो है संस्कृतमा छ यो चाहिँ त्यो फोटोकपी प्रिन्ट गर्दा संस्कृतमा छ यतापट्टि है अनि अब यतातिर चाहिँ हेर्नु अब तपाईँहरूलाई यहाँ यो काजी कालु पाण्डे हेर्नु यहाँ है यता हतियारहरू छ यता चाहिँ यता हेर्नुहोस् बन्दुक हतियारहरू यता हेर्नुहोस् राजा पृथ्वीनारायण शाहका निजी हतियारहरू गोर्खा दरबार एक ठाउँमा मात्रै हुन्न र कि यहाँ यो चाहिँ जमानाको क्वेन यो चाहिँ के हो यो चाहिँ गोमाले पढ्ने पेछा हुन्छ यो चाहिँ यहाँ हेर्नुहोस् मानिसको हड्डीबाट बजा के है म्युजियम घुमेर एकछिन भन्नुहोस् ल भाइ यहाँ चाहिँ कस्तो रियल छ क्या हो यहाँ भित्र आगो बोलिरह भित्र हेर्नु है कता सबै यहाँतिर चाहिँ सबै कस्तो दामी छ कि यो चाहिँ है यहाँ हेर्नु है रियल जस्तो देखियो कि हेर्नु नि
यहाँ माटोको भाँडा पहिला बनाउँथ्यो मान्छेहरूले यसरी है। अब यहाँ अर्को हेर्नु, यो चाहिँ शेर्पाहरूको यता यो पुरा के अरे कुसुन्डा जाति के कुसुन्डा जाति लोक भाषाको यो चाहिँ एकदम पुरानो जाति यो चाहिँ ल हामी चाहिँ अहिले अब फर्किँदै है, सबै अवलोकन गरेर हेरेर भ्याइसक्यो अनि फर्किँदै। यहाँ चाहिँ हेर्नु पृथ्वीनारायण शाहको यहाँ त्यो छ है मूर्ति स्ट्याच्यु, एउटा फोटो खिचिहालौँ। बुझ्यो हजुर यो चाहिँ तल्लो कोट रे, यो चाहिँ माझ कोट रे, यो मासतिर चाहिँ उपल्लो कोट रे, माझ कोट र यसलाई तल्लो कोट भन्छ। तल्लो कोट माझ कोट उपल्लो कोट, पल्लो कोट हुँदा त्यो चाहिँ त्यो होला होइन सर? दरबार भएको माझ कोट गोर्खा। भर्खर म्युजियम घुमेर आएँ म। अब चाहिँ हामी यसो बजार सजार घुम्दैछौँ हामी अनि हाम्रो सबैजना साथीहरू। एक एक गरी इन्ट्रोड्युस गर साथीहरू। म चाहिँ श्रेयांश महत, सेक्सन ए, तर अहिले हामी सेक्सन सीको सँग एकदम मिल्दै हामी एकदम जुल्दै यो नयाँ मेमोरिजहरू क्रिएट गर्दैछौँ। म चाहिँ निश्चल मैनाली हो होइन, अनि हामी चाहिँ म चाहिँ सेक्सन सीबाटै हो, जो अनि सबै आफ्नै केटाहरू। नमस्कार, मेरो नाम प्रशान्त श्रेष्ठ, स्वागत छ तपाईँलाई। नमस्ते, मेरो नाम चाहिँ अभिषेक बुढाथोकी र म चाहिँ सेक्सन सीबाट र केटाहरू हाम्रै सेक्सनसँग। नमस्ते, मेरो नाम सुशान्त काफ्ले, म सेक्सन एबाट, तपाईँलाई स्वागत छ। ल गाइज है, अब हामी चाहिँ अहिले अब फर्किँदै यो सलामी हेर्ने अब एकछिनमा अहिले। तर यो म्युजियम चाहिँ अब अहिले बन्द भइरहेकै, अब हामी चाहिँ निस्किन लाग्यो है। निस्किने अनि कति 6:30 बजी कि 6 बजीतिर चाहिँ यो मलामी कि के सलामी यस्तो गर्ने सलामी हुन्छ है। अनि म्युजियम बन्द भयो, अब हामी चाहिँ निस्किन लाग्यो। ल अहिले तपाईँलाई अब सलामी हेऱ्यो भने चाहिँ म तपाईँलाई देखाउँछु, अब हेरेन भने चाहिँ है। अब सलामी भएन भने चाहिँ तपाईँहरूलाई आजलाई चाहिँ यति हुन्छ। अनि अब अर्को भोलि चाहिँ उता माथि प्यालेस, गोर्खा प्यालेसमा जान्छौँ हामी भोलि चाहिँ। आज चाहिँ भ्याउन भ्याएर है। ल अब एकछिनमा भेटौँला। अब सलामी भयो भने चाहिँ खोइ के भयो मार्च पास गयो त सिधै।
गाई चाहिँ आजले चाहिँ हाम्रो यति है। अनि आजको हाम्रो पुरा जर्नी चाहिँ यति भयो। अनि अब भोलि बाँकी छ, अब तपाईँहरूले सिधै अब भोलि अर्को भ्लगमा भेट्छु है। अनि यतिलाई आजले यति, अनि सिन अर्को भ्लग। अनि प्लिज है लास्ट लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला है। अनि ल आजलाई यति। अनि अब हामी चाहिँ यसलाई होटेल रिटर्न गर्दै हामी चाहिँ है ब्याक टु होटेल हामी चाहिँ। अनि ल भोलि बिहान अब हामी फेरि उता गोर्खा दरबार चाहिँ तपाईँहरूलाई म अर्को भ्लगमा देखाउँछु है। किनकि फेरि भ्लगै लामो हुन्छ कि, लामो भएपछि फेरि हेर्न नि जाऊ हुन्छ तपाईँहरूलाई, त्यही भएर है। ल